हेलो दादा, के कस्तो छ? हेर्नु त दाइहरु पसिना झरिहालेको छ। पसिनाले हामी त लास्टै भिजेको छौं नि हौ। हाम्रो शेखर दाइ त हाम्रो हेड सर त झनै हो। म आफ्नो अनुहारै हेराउन पाउँदिन हौ, क्यामेरै फर्किदैन। म कस्तो छु भनेर हेराउनै पाएको छैन। ठिकै छ, आवाजले चिन्नु होला मलाई पनि। आवाजले चिन्नु होला। हेर्नु त हामी कति कठिनाइ बाटोमा हिँडेर गइरहेको छौं। हैट हामी अहिले द्रौपदी के छ हौ दादा? खै हेर्न दिनु हौ। द्रौपदी तलाउमा पुगिसकेको छौं। हेर्नु होला, द्रौपदी तलाउदेखि अब हामीलाई माथि जानुपर्ने छ अझै। हैट हामी अहिले के भन्छ शिव सतासी धाम आएको छौं। अहिले हामी झरना जाँदैछौँ। हामीले थाकिसकेको छौं यत्रो खोलातिरै तिर जाँदा। उहाँ हाम्रो नवीन दाई। हेलो नवीन दाई। हेलो ध्रुव दाई, के छ? अनि हाम्रो मास्टर हेड सर शेखर दाई। शेखर दाई के छ नि? ठाउँ कस्तो छ घुमफिरको? हेर्नु त हामी यस्तो जङ्गल झारमा आएको छौं। खोलातिरै तिर के भन्छ हामी 87 धामको झरनासम्म जानेछौँ। हामी माथि झरना, हामी सबभन्दा माथिकै झरनासम्म जानेछौँ। हामी यो के भन्छ झरनासम्मको पनि यो हेराइदिनेछौँ भिडियो। यो के भन्छ हामी यो युट्युबमा हाल्छौँ। हाम्रो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। राहुल राजवंशी हो। एउटा के भन्छ नवीन ब्लग, के अरे दादा नवीन दाई? नवीन ब्लग अफिसियलमा पनि आउँछ यो भिडियो। यो दुईटा आइडीलाई सब्सक्राइब गरिदिनु होला। हामी यस्तै नयाँ भिडियोहरू पनि पोस्ट गर्दै जान्छौँ। यो जति